हेटौडामा यति धेरै गर्नु पऱ्यो कि हामीले आज होममेड सर्बत लिएर पब्लिकलाई सर्भ गर्ने विचार गऱ्यौँ। त्यसपछि हामी गयौँ स्पट पुग्ने बित्तिकै हामी ग्लासमा सर्बत हालेर हामीले सबैलाई बाँड्न थाल्यौँ। एकले एकले एक गर्दै त्यसपछि मैले दिएँ मामालाई, मामाले पनि सर्बत खानुभयो। त्यसपछि मैले दिएँ हाम्रो सानो नानीहरूलाई। त्यसपछि हाम्रो काकाले रिभ्यू त्यसपछि लगेर दिएँ मैले अटो दाइलाई। अटो दाइले चाहिँ के को खुसीमा हो भाइ भन्दै हुनुहुन्थ्यो, तर मैले के को खुसी भन्दा यो चाहिँ हामीले पब्लिक सर्भिस गरेको आज भने आन्टीको चाहिँ आज बर्थडे रहेछ, त्यसरी उहाँले पानी नै खानु भएको छैन भनेर खानु भयो। त्यसपछि मैले दिएँ भाइहरूलाई। अनि मैले लगेर दिएँ मयूर दाइलाई। मयूर दाइले चाहिँ एकछिन हेर्नुभयो, तर दाइले काम गरेको गर्मीमा एकदम राम्रो होइन त होइन हामी आफै पर्सनल्ली हजुर राम्रो छ होइन त। ल धन्यवाद। सर्बत सबैजनालाई बाँडिसकेपछि लगभग आज हामीले 15-20 बोतल सर्बत सबैलाई आज हामीले बाँड्यौँ।